सम्पूर्ण साथीहरूलाई नमस्कार। आजको भिडियोमा काँक्रोको नर्सरीदेखि काँक्रो बारीमा सार्दाको 15 दिनको अवधिमा भएका काँक्रोको वृद्धि विकासको बारेमा यहाँलाई मेरो अनुभवहरू सेयरिङ गर्नेछु। र यो 15 दिनको अवधिमा काँक्रोमा के कस्ता समस्याहरू देखा पर्यो त्यो कुराहरू पनि यहाँहरूको माझ राख्नेछु र तपाईहरुलाई त्यस्तो समस्या पर्दाखेरि कसरी त्यसको समाधान गर्नुहुन्छ र मैले के प्रयोग गरेँ त्यसको बारेमा यहाँहरूलाई बताउनेछु। हेरेर साथ दिनुहोला। साथीहरू, काँक्रो खेतीको दोस्रो अनुभव लिने प्रयास गरिरहेको छु। आज वैशाख 15 गते काँक्रोको यो नर्सरी तयार गरेको छु र पोली ब्यागमा यसपटक भने एउटा मात्र बिउ राखेको छु। यो बिउलाई पनि साफ धुलोले उपचार गरेको छु। पक्कै पनि यो साफ धुलोले उपचार गर्दाखेरि केही न केही फेद कुहिने समस्याहरू अलिक कम हुन्छ होला भन्ने आशा गरेको छु। हेरौँ कस्तो हुन्छ, अनुभवहरू सेयरिङ गर्दै जानेछु। साथीहरू, काँक्रोको बिउ उम्रेको आज 7 दिन भएको छ। हेर्न यस्तो रहेको छ अहिलेसम्म। यो बर्सातको समय भएर होला सायद फेद कुहिने समस्याले दुःख दिएको छ। बेर्नाहरू फेद कुहिएर ढल्न थालेको छ। अब भएको बाँकी केही बिरुवाहरू चाहिँ बच्छ कि भनेर स्पेसिङ गरेको हुँ। यसपटक मल खादको लागि सुली मल र गोबर मल मिक्स गरेको छु। साथीहरू, यो पटक पनि खाडल 1.5 फिटको फरकमा बनाएको छु। गोबर मल पनि पहिलाको भन्दा अलिक बढी नै हालेको छु। साथै रासायनिक मल त्यसै हाल्न परिहाल्यो। त्यसका साथै बोरोन र खरानी पनि मिक्स गरेको छु। साथीहरू, काँक्रोको बेर्ना सारेको आज 15 दिन भएको छ। बेर्नाहरूको वृद्धि विकास सामान्य रूपमा विकास भइरहेको छ। समग्रमा पहिलाको भन्दा अलिकति राम्रो त भएको हो, तर पानीले गर्दाखेरि हो कि क्या हो, यति ठुलो भइसकेको बेर्ना पनि फेद कुहिएर ओइलाउन थालिसकेको छ। अब त्यो बाहेक पनि अरू समस्याहरू पनि देखा परेको छ, जस्तै किराले पात खाएर यसरी धुजा बनाएको छ। यो पनि यसरी खाएको छ। अनि अझै यहाँ हेर्ने हो भने पुरै छिया नै बनाएको छ। सायद त्यही किराले खाएर होला, यहाँ पात पनि खुम्चिएको छ। कम्तीमा पनि 10-12वटा बोटहरूमा यस्तो खालको समस्या देखिएको छ। अब यसको उपायको निम्ति बजारबाट एउटा विषादी तल लिएर आएको छु। हेरौँ त्यो प्रयोग गरिहेर्छु कस्तो हुन्छ, त्यो यहाँहरूलाई पनि देखाउनेछु। साथीहरू, समस्या देखिहाल्नु भयो। आजै यो ढुसीनाशक औषधि टाइथेनियम 45 र यो किराको लागि यो के नाम छ, जिकिएर भन्ने औषधि छ, विषादी छ, यसलाई प्रयोग गर्छु। यसको प्रयोगपछि कस्तो हुन्छ र तपाईँहरूले के हाल्ने गर्नुभएको छ त्यस्तो किराले खाएको अवस्थामा, त्यो कुरा पनि सेयरिङ गरेर सहयोग गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ अन्त्य गर्छु। हस् त, धन्यवाद।